पर्वतका उच्च पहाडी बस्तीका किसानहरू धान थन्काउन नपाउँदा चिन्तित बनेका छन्। स्थानीय जातका धान खेती गरिरहेका किसानले बेमौसमी झरीका कारण समयमा धान भित्राउन नपाएका हुन्। कार्तिक महिनामा पाक्ने जातको रैथाने धान खेती गरिरहेका किसानले काटेको धान झरीले खेतमै उम्रने अवस्थामा पुगेको छ। हाम्रो अब जानिएन कि के भयो मौसमले है हामीलाई झुक्काइदियो हो त नि। अब समय अब घाम लागेको थियो, दसैँमा पानी आउँछ भनौँ आएन। अब अहिले तिहारमा नि नआउला भन्ने भएर झुक्कियौँ। यत्रो वर्षभरि दुःख हरियो 6-7 तलको छ, एउटा जात राखेको छ। धन त्यो ढलोपछि बाला तल फेदमा गएपछि उम्रिन्छ। ए ठाडो पनि बिग्रो ठाडो पनि बिग्रिन्छ। त्यो घुँडाएर भाँच्चिने, त्यो टुक्रा हुने, अनि खस्ने, मुसो लाग्ने, चरो लाग्ने, बिबिड हुने। त्यो पानी छ भने त्यो पानीमै गएर बाला नुयो, बाला चोपियो। त्यसो गर्दा सबै बिगार्छ। धान थन्काउने बेलामा परेको अविरल वर्षाका कारण किसानले काटेर निहिन लगाएको धान खेतमै कुहिएको छ। जनप्रतिनिधिले भने पीडित किसानहरूको लगत विवरण संकलन गरेर स्थानीय सरकार र प्रदेशको सहकार्यमा राहत उपलब्ध गराउने तयारी गरेको बताएका छन्। हामीले चाहिँ सदस्यस्तरीय बैठकमा म कुरो उठाउँछु र हामीले सबै तिनै सरकारसित हातेमाले गर्न सक्यो भने किसानलाई केही चाहिँ मलमपट्टि लगाउन सकिन्छ र यस लगतै धान बाली पछि लगाउने अर्को बालीहरूमा पनि केही राहत चाहिँका कार्यक्रमहरू दिन चाहिँ सकिन्छ। तर अहिले हामीले यो ठोस यो गर्ने भनेर चाहिँ केही निर्णय भएको छैन हाम्रो जिल्लामा। हामी ओडाबाट प्रदेश सरकारबाट के कसो हुन्छ, स्थानीय भनौँ नगरपालिकाबाट के कसो हुन्छ, अब उताबाट केही भएन भने ओडाबाट नि हामीले पक्कै नै जनताको एकदम अनुमान गरेर उहाँहरूको चाहिँ अनुमान गर्दाखेरि देखिएको जुन क्षति सक्दो अब आफ्नो चाहिँ भनौँ ओडाको आफ्नो एउटा दायित्वमा रहेर अब हुनेसम्मको सहयोग कृषकहरूलाई गर्छौँ। प्रदेश सरकारले स्थापना गरेको विपद कोष मार्फत राहतको तयारी भएको हो। फलेवास नगरपालिका शंकर पोखरी र कुस्माको ठुली पोखरीका किसानहरूले लगाएको धानमा ठूलो क्षति पुगेको छ। 1000 देखि 1200 मिटरको उचाइमा लगाइएको चैते 5 लगायतको धानमा क्षति पुगेको हो। पर्वतका 7784 हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ। पछिल्लो बेमौसमी झरीले 25% धानमा क्षति पुगेको आंकलन छ।